तिम्रो नाम त थालमा पनि CR7 लेख्ने भनेको भाइरल भएको छ नि हो छैन हिमाल भन्यो भने थालमा नाम लेख्ने भनिला यार हिमाल लेख्यौ कि लेखेनौ आज जनता जान्न चाहन्छन् वेलकम टु माई न्यू ब्लग आजको ब्लगमा तपाईहरुलाई स्वागत छ आज के भइसक्यो भनेपछि धेरै दिनपछि हामी फुटसल खेल्न जाने भनेर प्लान भइसक्यो के तिमी यही बनेर आऊ यिनी चाहिँ जुत्ता सिधा लाएर सस धस्के आउँछ भन्दै थियो यता फेरि विनायक कलेजको ह्यान्डसम गर्लफ्रेन्ड देखाइरहेको थियो अस्ति यिनले मलाई त्यहाँ कलेज जाँदाखेरि हो कि होइन पानी पर्दिरह ल के छैन अब पातलाई पनि देखाउने रुपेशले ल्याप्चे स्याप्चे हानेर पनि ऊ भनिसक्यो अबदेखि कोइलाई हेर्दैन कैसा लगा मेरा मजाक त्यहाँ फेसबुक स्टोरीमा पनि आएको थियो त्यो त तिमीहरूलाई देखाउन इन्स्टामा अनि आजको प्लान भनेको चाहिँ आज हाम्रो सिआर हिमाल आउन लागेको छ अनि सिआर हिमाल अनि तिब्लाको अब हाम्रो भाइ भान्जा भतिजाहरूसँग चाहिँ अनि हाम्रो फुटसल छ अनि आज गएर खेल्नुपर्ने हुन्छ पानी पनि पर्न लागिसक्यो म चाहिँ यस्तो निन्जा हतौडी भनेर जान्छु निन्जा हतौडी हुन्छ नि एक्लै बक्चुती गर्ने अब चाहिँ जानुपर्ने हुन्छ गाइस अरू के हुन्छ म त्यतिकैपछि देखाउँछु रुपेशको माथि चट्टान खस्यो भने कस्तो होला के बोले भाइ अब के बोले प्रशान्त कहाँ गयो त तिनी फेरि तिनीले मुखसुख धुन लाग्यो नि क्या अब हामी बस्ने घर चाहिँ यो हो यति ठुलो छ यो घर यति ठुलो छ घरको माथि रुख पनि छ घरको माथि अनि हामी चाहिँ 20 फ्लोरमा बस्छौँ हाम्रो रुम चाहिँ कस्तो छ भनेपछि त्यो फेरि ऊ देखिँदैन क्या हाम्रो रुममा के अरे त्यो दिउँसो हो कि साँझ हो कि बिहान हो केही पनि थाहा हुँदैन हाम्रो रुममा चाहिँ प्रशान्त गाडीबाट छ कि नै झिकन जाउँ कहाँ माथि हामी त चाबेल जाने कि माथि यता एस्टुडेन्ट्सबाट जाउँ चाबेल जाउँ अनि चाबेलबाट उता जाउँ उताबाट बोल्दाबाट उता जाम पऱ्यो हुन्छ नि त हामी चाहिँ अब यहाँबाट सरासर जानुपर्ने हुन्छ अनि यो रोडमा हाइवेमा किन भ्लग गराउँदैन भनेपछि हाइवेमा हुन्छ नि त पिपी र पापाले गर्दाखेरि हल्का राम्रोसँग सुनिँदैन अब हामी चाहिँ अगाडि जानुपर्ने हुन्छ प्रशान्त चाहिँ पछाडिका छन् अनि प्रशान्त चाहिँ पछाडिका छन् प्रशान्तले चाहिँ अब भाडा वगेरा लिएर आउँछन् अनि हामी चाहिँ आज गएर खेलेर अनि आजको हाम्रो मेन उद्देश्य भनेको आज हामी अब फाइनेन्सियल प्रब्लमले गर्दा हामीले होस्टेल 3 हेर्न पाएको थिएनौँ अनि आज हाम्रो होस्टेल 3 को टिकट काटिसक्यौँ पैसा नहेर्दा पाथ्यौँ भने मैले पाथेनौ हामीले पाथेनौ अरे पाथेनौ अनि अब चाहिँ आज चाहिँ हेर्न जानुपर्ने हुन्छ 7:30 देखिको छ अनि उता ग्रिन फुटसलमा फुटसल खेलेर अनि आज कस्तो हुन्छ सबै देखाउँछु अहिले हामी 4 बजेतिर 4:30 तिर हो 4:30 तिर निस्क्यौँ अनि पानी बगेर पनि पर्न लागिसक्यो गाइज आउँदैन नि त खै तिमीले कहाँ पायौ यो गुबारा म्याजिक देखाइदेऊ त एउटा म्याजिक देखाउ न लामो भयो सबै सेप आउँदो रहेछ त गोलोदेखि यस्तो हेर गोलोदेखि लगेर होइन डल्लोदेखि लगेर च्याप्टोदेखि लगेर लामोसम्म तू समझा हाँ नहीं तू समझा नहीं लामोसम्म 5 बेला बनाउँदो रहेछ रुपेशले भन्दा इज्जत होला अहिले चाहिँ हामी त्यहाँबाट चाबेलबाट चढेर पनि अनि यहाँ बौद्ध अब यो के अरे ग्रिन फुटसल जाने बाटो मेरो झरिसक्यो पैसा चाहिँ प्रशान्त बोसले तिरे ब्याकग्राउन्डमा यस्तो ह्यान्डसम मान्छे अब तिम्रो त धेरैको बर्बाद आउँछ जस्तो छ यार तिमीलाई अब ल प्रपोज गरेर उसलाई मस्त जोक मारा जसले राम्रो लाग्छ होला कमेन्ट त्यहाँ होइन कि यो त हो जस्तो पनि ल होइन ए हो जस्तो पनि छ क्या ल ठिकै छ त प्रशान्तले चाहिँ आज आफ्नो मुखसुख छोपेर लुकी अब यिनको सरहरूले थाहा पाउनु भयो भने कलेजमा थाहा भयो भने हल्का गाड गलाउँदै हाल्नुहुन्छ अरे त्यही भएर यिनी लुकी ए यो त हाल्नु पऱ्यो त यो इन्स्टामा हाल्नु पऱ्यो यो यताको लुकेको चाहिँ प्रशान्त हुन् बाबू भैया से डाइरेक्ट बाबू
तेरा तो गेम बजाना पड़ेगा। लुकी भने त्यही भन्छन् लुकी जान लाग्छन् यही गल्ली हो ल। अब चाहिँ म चाहिँ सिधै त्यहाँ पुच्छरमा गएपछि देखाउँछु। ताता थैया के अरे यसको हाम्रो बदामको होइन के बदामको अर्कै हो। बदामको के हो त? साकला बिन्दु ताता थैया त कुन्दाएको के ताता थैया आज हामी कुन्दाएको फिल्म पनि हेरेर जान्छौँ। होस्टेल 3 कस्तो लाग्यो के लाग्यो हामीलाई के भयो हामी त्यो चाहिँ हामी फेरि सबै भ्लगमा उतार्छौँ। आई होप तपाईँहरूले भन्ने मलाई लागिरहेको छ गाइज। होटलमा पुगिसक्यौँ केटाहरू आएर पनि वेट गरिसक्यो होला नि। अब हामी भएपछि सिधै देखाउँछौँ होइन सिधै। आजको हाम्रो भिडियो बनाउने चाहिँ समुद्र हुन्छन्। समुद्र भनेको यस्तो हो क्या नाम समुद्र भए जस्तै उसको मायामा यसरी डुब्छन् नि केटीहरू। त्यो चाहिँ केटाहरूलाई थाहा छैन। सुमन मगर हेप्पी त्यसो केटाहरू भाउजू मेरो भाइ ह्यान्डसम आज त के छ जेउरी के छ विशाल भाइ के छ अनिल भान्जे के छ आवेश भाइ सबसे ह्यान्डसम त आवेश भाइ हो क्या फेरि सक्छ त के छ सियार ठिक छ आराम हुन्छ भाउजू भ्लग तिमी त्यतिबाट बनाएर आयो कि यति मात्रै थट लेकिन 1 सेकंड होइन म त्यहाँदेखि बनाउँदै आइरहेको थिएँ राइभल किपर पुगेर हेर्नेछन् मारो नहीं ये मजाक हो रहा है। 1 सेकंड यार मजाक हो रहा है। नहीं ये हम यहाँ पे क्या के भन न हिँड्दै आयो कि गाडीमा आयो? गाडीमा आयो अनि यहाँ उतादेखि चाहिँ हिँड्दै आयो। ल अब लगाउन होइन बुटसुट लगाऊ। आर्यनलाई फोन गर भने न आर्यनलाई फोन गर न। के हो क्या राइभल भनेको आर्यन त बस्छ आज। ओए तिमी त आज खुङ्खार हेर्सी गोरो देखेछौ त चिल्लो के पनि खेला नि एक्स्ट्रा प्ले छैन नि त खै चिल्लो देखिछौ त तिमी। गोरो भइगयो नि यता हेर त गोजीमा हात हाल त यता हेर त किसिमै देखियो त बाबु। ओहो ओहो डोल्पाको बाबु आउनु भएको रहेछ। ह्यान्डसम त निकै ह्यान्डसम देखिनु भयो त हजुर। यता हेर त बाबु यता हेर त हाँस त बाबु एकछिन हाँस त यही हो के ल सक्यो। राइभल प्लेयर हेरे मामा हेरे ए मामा यो चाहिँ हाम्रो प्रसन्दै होइन। हरकत गोले बाबुको हरकत देखिसक्यो। गोल हानिदियो गोलेले ल ए गोले बाबु पात तल फुटसल खेलेर पनि जितिसक्यो होइन हामीले। आज यदि हामी हिमाल नभइदिएको भए हामी हारिसक्थ्यौँ। लास्टको गोल त हान्ने हिमालले तर एक गोल मैले तिमीले इजी दिएको थिएँ क्या। क्षमता भन्दा पनि अगाडिबाट बल गयो अरे भिनीले मिस्टेक हाने हिजो भिनी निदाउने गेम थियो क्या हिजोको। हाथ मेरा थामा तूने तेरी मेहरबानियाँ मेरे नाम अब से तेरी सारी परेशानियाँ भाइरल चोटी धनिया हाय रे अरे र संसार तिमी नै त हौ मेरो प्राण खाइदेऊ तिमी चमेली फुलकै बास्ना झै। गोले बाबु के छ बाबु? तेरा तो गेम बजाना तिमी झाप त छैनौ नि बाबु तिमी झाप त छैनौ नि बाबु यता हेर त तिरिया बोक्थे बाबु यता हेर आँखा बाबु यता हेर त बाबु किसिमै देख्यौ त बाबु किसिमै देख्यौ त बाबु भोलि खेलेर हेर त किसिमै देख्यौ नि बाबु। आगर त हाँस त एकछिन हाँस त स्वाद देख्यौ सबै त्यो धेरै काँचो जस्तो त भन्दैन। कति बजे अब हामी त जानुपर्ने हामी त छिटो जानुपर्ने होला त। किन हाम्रो ऊ हेर्न जान्छ त फिल्म हेर्न
7:45 7:45 टिकट क्यान्सिल कहाँको टिकट क्यान्सिल हुँदो रहेछ हारेर क्यान्सल गर्नु त्यो मामा राइभलले लास्टमा 3 गोल हानेर पोइन्ट बढाएको जितेर त हो त नत्र क्यान्सल हुन्थ्यो हारेखेरि जान्थ्यो अहिले यहाँ दिनुपर्छ पैसा तिम्रो नाम त थालमा पनि CR7 लेख्ने भनिकन भाइरल भएको छ नि हो छैन हिमाल भन्यो भने थालमा नाम लेख्ने भनिला हिमाल लेख्यौ कि लेखेनौ आज जनता जान्न चाहन्छन् के भइसक्यो किन भन्नु न भाउजू खै CR7 भन्यो भने अब CR गोल त उता गइसक्यो त हिमाल भन्यो नि त भाउजूतिर हो हो के भाउजू तपाईलाई पनि CR7 त भनेर चिनाएन नि पहिला मेरो नाम CR7 गल लेख त भन्नु भनेन गु अब यस्तै हो हामी चाहिँ जानै पर्ने हुन्छ ल भाउजू है बाई बाई अब एक दिन चाहिँ पोर्क भात खान बोलाउने त ल पोर्क मासु भात कहिले खान्छ त भाउजू अब कहिले खुवाउने हो र तिमीले खुवाउने हो पहिला अनि बल्लपछि मेरो पालो हो डिस्कसन चल्दैछ हैन समय र परिस्थिति ल समय परिस्थिति नआए पनि सङ्गठन एक दिन चाहिँ खानुपर्छ ल बाई बाई भाइ भाउजू राख्दै गर गेम खेल्न बोलाउँदै गर ल गाइस अहिले चाहिँ हामी बिच रोडमा आइसक्यो रोडमा आएर यस्तोमा भ्लग गराउँदाखेरि चाहिँ हल्का डेन्जर हुन्छ किनकि गाडी ल्याएर उडाइदियो भने त्यसको जिम्मा कसले लाग्छ अनि मसँग छ नि त ह्यान्डसम ए मेरो मोबाइल देऊ न झारीमा म कहाँ लुगाइदेऊ दारू खाएर हामी क्या हो त्यस्तो सोझो अनि क्या हो मान्छे कता हिँडेको तिम्रो त पर्यो है घर बिजी हुन्छौ गरे यति जति काठमाडौँ सहर मान्छे कता हिँडेको औला जस्तो त्यो होइन क्या हामी फुल बाहिर तिमी नै आइदेऊ तिमी चमेली गाडी नि हेर झारेहरू हाम्रो होली चाहिँ बल्ल एक्सिडेन्ट ल होली चाहिँ बल्ल भारे कलर छ त कालो कलर छ यार हामी उयो यो त क्रान्तिकारीहरू जो हुन्छ नि त्यस्तै देखियो के छ देखेर क्रान्तिकारी क्रान्तिकारी डालेंगे लाउरे ब्रिटिस लाउरे जस्तै के यार भाइ मन लाग्दैन यिनीहरूको चाहिँ घरदेखि ल्याएर मोसो सोसो हुन्छ नि त त्यो कालो कालो त्यो दलेको जस्तो छ जुम गरेर मैले देखाउँछु जुम गऱ्यो भने हल्का छिटर छिटर आउँछ किनकि राति छ ओइ नाकमा ला न नाकमा गोले नाकमा ला गोले नाकमा आयो टेम्पो आयो ओइ छोप केटा छोप हामी चाहिँ कुल दाइले इन्ट्री हानिहाल्ला भनेर रफ्तारमा गाडीमा गइसक्यौँ अब अलिकति ढिलो भइसक्यो हामी कुल दाइको इन्ट्रीलाई चाहिँ हामी भ्लगमा पनि उतार्न प्रयास गर्नेछौँ गाइज त्यति बेलासम्म मेरो फोनमा चार्जर हुन्छ कि नआइ त्यो पनि हो किनकि आज मेरो फोनमा चार्जर एकदमै कम छ अब फिल्म हलमा पनि पुगिसक्यो केटाहरू पछाडि आउँदैछन् अनि गोले झारे चाहिँ अगाडि गइसक्यो गोले झारे चाहिँ अगाडि गइसक्यो ओइ राम्री केटीहरू पनि आएछ नि त पछाडि गइगयो पाद रहेछ ल सक्दिउँ अब चाहिँ हामी कुलदाईको इन्ट्री हुनुभन्दा हल्का अगाडि नै आयो जस्तो छ अब यहाँ गएर हामीले सबै कुरा गर्नुपर्ने हुन्छ गेट सेट पनि खुलिसक्यो अब अहिले गेट पनि खुलिसक्यो गेट खुलेर पनि हामी भित्र जान लागिसक्यो को छ यसो नेटै छैन 0.5 देखि केटाहरू हिरो कुलबाईको 0.5 देखि जेस अब होस्टेल 3 चाहिँ यहाँ अब हाम्रो होस्टेल 3 को सो हेर्न चाहिँ हामी जान लागिसक्यो गाइज अब यहाँदेखि चाहिँ बन्द हुन्छ क्यामेरा ताजा थै यहाँ केटा हाम्रो यहाँ हो हाम्रो ठाउँ भेटिसक्यो हाफ टाइम भइसक्यो अनि हाफ टाइमसम्म चाहिँ जियोस् हाफ टाइमसम्म कुराहरू सबसे बबाल कोर्सको लागि तिमीलाई अहिलेसम्म साकाला बिन्दुको बबाल थियो अरूको भन्दा पनि साकाला बिन्दुको अनि पर्सनली चाहिँ पानी सानी हुन्छ नि पानी सानी त्यो किन्न गएको छन् अनि हामी चाहिँ अब बसिसक्यो पानी सानी ल्यायो भने अनि गाइज फाइनल्ली सकिसकेन
मैले बिहानै होला हस्पिटल जाने ड्युटी छ अहिले मुभी सुभी हेरेर पनि अब हामी रुममा जान लागिसक्यो अनि केटाहरू चाहिँ खै उता कता पिसाब फेर्न हो कि के गर्न गएको थियो अनि तिनीहरू चाहिँ अहिलेसम्म आएन कल गर न गोलु के भन्दैछन् हेलो कहाँ हो क्या मा तिम्रो हल्ला लाग्यो सोध लाग्यो भने सोध न के अरू नै केही गर्न लाग्यो सोध भने अरू नै केही गर्न लाग्यो कि नै भन्दैछ खेल्ने हो घरले आइजाउ त्यहाँ मुभी सुभी हेरेर पनि अब होस्टेल 3 हेरेर पनि अब घरतिर जाने भनेर हिँडिसक्यौँ यताबाट जाने कि यताबाट हान्दैन क्या कहिले गाडी ल्याएर ख्यालमै मर्ला फेरि ख्यालमै जिन्दगी होला कस्तो लाग्यो त्यसलाई प्रशान्त आजको मुभी दामी छ नि बब्बाल मामा सारा कलेजको याद दिलाइदियो कस्तो लाग्यो कुलेको सबभन्दा कस्तो कुले त बब्बाल लाग्यो कुले त कुले छोड्दै के कुलेको त आउने हरेक फिल्म हिट हुन्छ क्या कुलेको यति बुझ के पदमको कस्तो लाग्यो त पदमको साकाला बिन्दु बब्बाल कस्तो लाग्यो सर चाहिँ तिमीलाई फिल्म कस्तो लाग्यो क्या पहिला मुभी बब्बाल लास्ट 2 घन्टा कति मिनटको थियो अरे कति हामी 8 बजेदेखि हेर्नु ला 11 बजे सिक्यो फिल्म त 2 घन्टा 20 25 मिनट कति थियो होला सायद लास्टको 10 मिनट चाहिँ पात लाग्यो क्या मलाई नत्र चाहिँ बब्बाल छ फब्बाल खतरा एकदम साकाला बिन्दु ल ताता थैया मेरो पनि यही हो ताता थैया यो भ्लग चाहिँ भोलि आउँछ ताता थैया